Hey guys, welcome back to my YouTube channel. It's हाल खबर ठिक छ गुड मर्निङ बिहानै उठेको म त आज म बिहानै उठेको बिहानै 8 बजे उठेर बिहान उठेको रे हजुर। आज त कालीको मिटिङ छ के पुरा कोट सोट लाएर धपक्क बोली छे खाली सिधा उभिँदा कस्तो देखिछिस् एक राम्री देखी छैन यस्ता पाजी एक राम्री देखी छैन यस्ता पाजी यस्तो भन्छ पापा पुरा राम्रै देखी छैन यस्तो अनि के भन्नु म अरू मान्छेले यति लगाइदियो त पुरा सुन्दर देखिन्थे त नि अर्का बुढीलाई त हेर्ने हुन्छ घरका त मुर्गी हुन् ओबी सबैजना अब गइहाले आफ्नो काममा अब उठ्छु खाना बनाउँछु खान्छु अफिस जान्छु खाना बनाउनु पर्यो अल्छी लाग्दैछ कोही नभएपछि त खानै बनाउनु मन लाग्दैन मलाई अब फटाफट उठ्छु खाना साना बनाउँछु चटक चुटुक त्यसपछि अफिस कहाँ आज मम्मीलाई हस्पिटल लग्नु छ मम्मीको नाक ब्लड आइरहेको अरे आज मम्मीलाई हस्पिटल लग्नु छ चलो थ्री एन्जल्सका स्टाफ कस्ता कस्ता बनेर रहँदा हो है सबैजना सुन्दर सुन्दर भाहाल रे कति सुन्दर यिनी त कति सुन्दर देखी छिन् ए मिस नमस्कार बनायो त नि कति राम्रो देखिछौ काली त फर्के त तिमी राम्री मम्मीको अब अपरेसन हुन नाकको त्यो ब्लड बग्ने भएर अहिले कपडा लगाउँदैछ लगाए अब डाक्टर कति बेला आउँछन् सिधै सर्जरी भन्यो क्या मतलब अपरेसन के सारीका यिनी पैसा तिर्ने मान्छे यिनै त हुन् होइन खुब बाक पैसा तिर्थे मम्मीलाई अपरेसन गर्नलाई लगे मम्मी डराले भूतभूती बहन तँ पनि मेरो पछि पछि आइज है भन्दै थियो त्यसै डराउला दा भित्र तँ पनि जाने है तेरो अब अपरेसन गर्न बाँकी छ डर लाग्यो भन्दै थियो डर लागेर प्रेसर बढाउने हुन्थ्यो अब टेन्सन हुन लाग्यो पछि भित्र आइदियो भन्दै थियो अब अपरेसन रुममा कहाँ भित्र जानु लाग्यो दिमाग खराब छ सारीका तिमी पनि भित्र जाने हो कि किन जाऊ न 12:30 बजी लगाउँछ अब कति बजी लाग्छ भर्खर भित्र छिरिहाल्यो डक्टर कति टाइम लगाउँछन् हेर के भन्छन् मम्मीको उपचार गरौँला खालि नर्मल नाकबाट खुन बग्छ औषध सौषध गरेर ठिक सन्चो होला नि भनेर अफिस जाउँला भनेर रेडी भएर आएँ लास्टमा आएर त सिधा डक्टरले के भन्यो अपरेसन गर्नुपर्छ भन्यो दिमाग कित्दै मेरै प्रेसर हाई लाग्छ भइसक्यो अब आज अफिस पनि क्यान्सल अहिले यत्रो बेलासम्म आइसक्यो बिहान कति 10 बजे यो पुगेकी हो 10 बजेबाट मोबाइल हेरिछे लास्टै मोबाइल हेर्छे यो धेरै मोबाइल हेर्दिरहेछ अब यो फेल हुन्छ के अरे यति धेरै मोबाइल थोडी हेर्छन् कति मोबाइल हेर्न लाग्छस् त अनि फेल हुँदैन नि यति धेरै मोबाइल हेरेपछि अझ पास हुन्छ भन्छ पास त भएको भयो हुन्छस् पास हुन्छस् कि नै हुन्छस् यहाँ हेरेर भन् पास हुन्छ एक्जाम सक्यो भने पास हुन्छस् कि नै भन्न एक्जामभरि मोबाइल हेरिनेस् हो मम्मीको त अपरेसन भइहाल्यो यति टाढो अब आउँदैछन् निस्किएन नि त सारीका निस्किएन नि त आमा
के अरे डक्टर आमा कति बेला बाहिर निस्केलान् भनेर कुरेर बसी चाहिँ आउँदैछन् क्या हो आए आमा आमा आए केही भयो त केही भयो त्यसै आत्तिएर के भयो केही भयो डराउनु भएको थियो त अपरेसन त एकछिनमा 15-20 हजारको सकियो काम अब भयो अब घर जान लागेको कत्रो टाइम लाग्यो थकै लाग्यो फाइनली मम्मीको अपरेसन चाहिँ टक्क गरियो राम्रै भयो भगवान्को कृपाले त्यस्तो केही भएन अपरेसन भयो त्यो कस्तो हुँदो रहेछ नि यो नाकबाट जुन नसाबाट नाक के अरे ब्लड बग्छ नि त्यसलाई चाहिँ त्यो खै केले यसरी डाम झरे के मतलब त्यसलाई खै कसरी बन्द गर्छन् रे अनि त्यो के अरे बन्द गर्यो अनि नर्मली हुँदो रहेछ त्यस्तो एकदमै उतो हुँदो रहेछ मतलब म त सोचेको थिएँ अलिकति टाइम लाग्छ यताउता के सोचेको थिएँ त्यस्तो नहुँदो रहेछ नर्मली त्यो यसरी डाम दिँदो रहेछ अनि त्यो ब्लक हुँदो रहेछ अनि भइगयो अब 1 हप्तामा बोलाएको छ मम्मीहरूलाई घर पठाइयो म मेरो घर गएँ अनि म रुमतिर आएँ यस्तो थकै लाग्यो मेरो त टाउको त्यो हस्पिटल गएपछि मेरो त टाउको दुख्नु सुरु हुन्छ है किन एक त के हुन्छ भन्ने टेन्सन भएर पनि होला के हुने हो भन्ने तनाव भएर पनि होला टाउको दुख्ने त्यसपछि यस्तै छ थ्याङ्क यू भगवान् जबरजस्ती टिकटक बनाउन लगाइछि मलाई मेरा कपडा खोलिदिएर अर्को कपडा लगाउन लगाएर यस्तो गर्छ यसले मलाई दिन ढाडे यसले मलाई आफ्ना कोट सोट लाएर फोटो के अरे राम्ररी हुने अरे मलाई हेर्नु हजुर आफ्नो कोड चाहिँ तपाईँले कसलाई दिनुभएको थियो कुल्लो याद छ नि कुल्लो कसलाई पो दिनुभयो लग्छ भिखारीहरू लगेर जान्छ दिएपछि भिखारी थोडी न आउँथ्यो त दक्षिणा स्वरूप लग्यो मेरो कपाल काट्ने मान्छे कहाँ गाछन् त्यो कति दिन भइसक्यो बन्द भएको म त पागल भइसकेको झाँक्रो भइसकेन मेरो जत्रो पागल दिमाग खराब भइसक्यो भिडियो मन परेमा लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला।